नमस्कार साथीहरू, प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल मार्फत फेरि एकपटक नेपालको अनुपम प्राकृतिक सम्पदालाई विश्व सामु चिनाउने प्रयास गरेका छन्। साथीहरू, यसपटक उनले पूर्वी नेपालको दुर्गम तथा अत्यन्तै सुन्दर मकालु बेस क्याम्प ट्रेक सम्बन्धी विस्तृत यात्रा गाइड सार्वजनिक गरेका हुन्। साथीहरू, बालेनले साझा गरेको भिडियोमा साथीहरू वो मकालु बरुण उपत्यकाको मनमोहक हिमाली दृश्य, जैविक विविधता, शान्त बस्ती र साहसिक पदयात्रा मार्गलाई आकर्षण ढङ्गले प्रस्तुत गरिएको छ। साथीहरू, काठमाडौँदेखि तुमलिङटार, सेदुवा, तासीगाउँ, बरुण उपत्यका, शिवधारा, लाङमाङे खर्क हुँदै 4870 मिटर उचाइको मकालु बेस क्याम्पको यात्रा समेटिएको उक्त सामग्री अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। साथीहरू, यसअघि डिटिसी बारेको पोस्टले स्थानीय उत्पादनलाई चर्चा दिलाए झैँ बालेनले यो नयाँ पहलले आन्तरिक पर्यटक प्रवर्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण र नेपालको ओझेलमा परेका गन्तव्यहरूको प्रचारमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ। साथीहरू, अब यहाँहरूलाई के लाग्छ? साथीहरू, कमेन्ट गरौँ त के यो राम्रो हो? अब विरोधीहरूले त जहाँ पनि विरोधै गरेको देखिन्छ। साथीहरू, तर धेरैले बालेनको यो अभियानलाई डिजिटल माध्यमबाट नेपालको पर्यटन ब्रान्डिङ गर्ने प्रभावकारी प्रयास भन्दै प्रशंसा गरेका छन्। साथीहरू, मकालुको अनुपम सौन्दर्यलाई विश्वसामु पुर्याएको यो भिडियोले अब हजारौँ पर्यटकलाई पूर्वी हिमाली क्षेत्रमा आकर्षित गर्ने विश्वास गरिएको छ। साथीहरू, कमेन्ट गरौँ त साथीहरू, तपाईँलाई के लाग्छ यो विषयमा? धन्यवाद।